ल साथीहरू, सिजेत भनेको यही हो। अब बल्ल सिजेत आइपुग्यो हामी। एकदम राम्रो ठाउँ छ है। थरी थरीको बिरुवा के हो नामै थाहा छैन। ल यस्तो राम्रो राम्रो छ। बास्ना बास्ना सिजेतको छुट्टै बेग्लै कथा छ कि फेरि, बेग्लै स्टोरी छ। हो एक्लै त जानु नि डर लाग्छ कि, एक्लै त डर लाग्छ क्या। सिजेत एकदम हाइटमा छ है यो चाहिँ। यहाँसम्म आइपुग्नलाई चाहिँ अलि दुःख गर्नै पर्छ। हामी नि भयो होला हिँडेर माथि। एकदम राम्रो ठाउँ छ, एकदम राम्रो छ। आजभोलि चाहिँ अलि वैशाख महिना, अलि पानी सुक्ने बेला हो। अरू बेला चाहिँ यहाँ चाहिँ पानी चाहिँ खत्रै हुन्छ। आइस जमेर माथि हिँड्न मिल्छ यहाँ चाहिँ। के गराएको डर लाग्यो। है साथीहरू, हामी चाहिँ सिजेत आइपुग्यौँ। एकदम राम्रो ठाउँ छ। आउने बेला चाहिँ बाटोमा चाहिँ अलि दुःखै गर्यो। यहाँ आइपुगेर चाहिँ आनन्द, एकदम फ्रेस। भर्खर आइपुगेको, एकदम फ्रेस ठाउँ चाहिँ एकदम युनिक छ क्या। एकदम राम्रो। आज अलि मौसम अलि राम्रो नभएर मात्र हो, नत्र खतरा यहाँ चाहिँ एकदम दुबो छ। यता दुबो छ। मान्छेहरूले गोठ हिउँदामा गोठ यहाँ ल्याउँदो रहेछ। यहाँ ल्याएर यता चढाउँदो रहेछ। आनन्दले बस्ने मान्छेहरू छ यहाँ, धेरैजनाको रहेछ। पहिला बच्चामा मैले नि बसेँ यस्तो ठाउँमा। ठाउँ चाहिँ खतरा छ। मान्छेहरू छ अलिअलि, अझै पनि गोठमा बस्दो रहेछ। कोही कोहीको तल लग्यो होला। यो चाहिँ माथि लेकमा पर्छ है साथीहरू। एकदम राम्रो छ। साथीहरू उता गफ गर्दैछ। यहाँ कुकुर नि रहेछ एउटा, टोक्छ कि हो, डर लाग्छ हो। यहाँ बच्चाहरू गोठ छ मान्छेको। यो कुकुरले टोक्छ कि हो, टोक्दैन। टोक्यो भने बर्बाद। ठाउँ चाहिँ एकदम राम्रो, आनन्द कि लास्टै फ्रेस। जङ्गलको बिचमा यस्तो ठाउँ छ। यस्तो ठाउँ छ। यहाँ त पिकनिक खान आएको थियो पहिला। पिकनिक खान आएको थियो। गोठहरू छ। ल साथीहरू, फेरि पनि अर्को भिडियोमा अर्को एकदम विशेष ठाउँ देखाउने छु। साथीहरू अर्को भिडियो नि हेर्नु होला।